हेलो व्हाट्सअप गाइस, सबजना ठिकठाक छ होला। आज म बियर खेल्न चाहदैछु। म सोलो हो किनकि मेरो उता के अरे के भन्छ र होनर स्कोर 62 मा छु। त्यसलाई मलाई सोलो खेल्नु पर्दैछ। 70 मा रहेछ, पहिला चाहिँ 90 मा थियो, अहिले चाहिँ थोरै राम्रो गरेछ। गरिनाले जे पनि हो 70 मा राख्यो। फेरि त थु हिँड्दै मसँग हिँड्द रहेन। अनि म चाहिँ एउटा रसर हो, तर म राम्रो खेल्छु। अनि त्यहाँदेखि अब हामी एकैचोटि भीमा शक्ति झरेको चाहिँ भेटौँला। हामी झरिसकि अब हामी यहाँ कन्टिन्यू आइरहेको हुन्छ। त्यो त मेरोमा त त्यस्तै हुन्छ। एससीटी एस क्यास स्कार मलाई स्कार चाहिँ मन पर्दैन, तर म यो M10 लिँदैछु। मेरो M10 को स्किन हेर्नु टपअप पढाइ निकाल्यो। यी हेर्नु गाई झुट बोलेर यसले, किनकि यो फ्री स्पिन लकी भएर पाएको होइन। यो रियलमी हो। यसले झुट बोला। मेरो दोस्त हो क्या, झुट बोल्न धेरै माहिर। म यसको प्राइम नम्बर देखाउँछ है, अनि यसले टपअप गरेर रहेछ कि गर्नु थाहा हुन्छ। ल गाइस, यहाँ चाहिँ मेरो साथी हो क्या, कालको होला भन्दै हो। मैले अस्ति भनेर मैले एउटा च्यानल छ होइन, त्यसको नाम एस गेमर जिबी र 10K सर्च गर्दा नि भइहाल्यो। जे पनि M10 बहुत खतरनाक ड्यामेज देता है ये। बहुत ज़्यादा अच्छा लगा मुझे। यार मुझको माइनस लगेगा दोस्त यार, तुम ऐसा हो गए। दिल ना दिया ना, दिल कहाँ दोगे? दिल देना का तो तुम मरे। सो गाइज अहिले चाहिँ म धेरै भिडियो हाल्दिनँ, किनकि मेरो मोबाइल अलिकति मतलब यसले धेरै गेम डालेर मैले बिगाडिदिउँ। स्क्रिन नै बिग्रियो, उसको चाइनिज स्क्रिन बिग्रेन। माइनस माइनस लाग्यो। ओइ 17। ल गाइस, अहिले यति बात। सो गाइज यसले भनेको छ नि टपअप भनेको भनेर, खोइ हेर्छु हेरौँ त टपअप कतिको हो। आज म यो बन्डल निकाल्छु है गाइस। यो केडीको बन्डल मेरो 60% भएछ। अब म एकछिन पछि निकालिहाल्छु। यहाँ नुलाई यहाँ प्राइम लेभल। वाउ, टपअप जेरो अनि जो एक महिना पछि गर्छु नि साथी। तर त्यहाँ कति उ गरेको हो भनेर त देखाउँछ नि भाइ। देखाउँदैन हो, कस्तो झुट बोल्यो तिमीले। अनि गाइस अब हामी मेरो आइडी देखाउँछु। यो मेरो आइडी छ। बोरो यो आइडी छ, तर मैले अहिले यो आइडीबाट खेल्नु। खोइ आमा बायो। ल गाइस, अब हामी ट्रेनिङ देख्ला हामी कसरी हामी S8 को जलवा देखाउँछु। तेरो होइन मेरो जलवा।